ज्यामोरी फिल्म्स आउनुभन्दा अगाडि चाहिँ म एउटा वेडिङमा चाहिँ इभेन्ट भिडियोग्राफर गर्थेँ र ज्यामोरी फिल्म्समा चाहिँ किन आएँ भन्दाखेरि चाहिँ मैले चाहिँ वेडिङ भिडियोग्राफर गर्दाखेरि पनि मैले नयाँ केही आइडियाहरू पनि थिएन, बस गएर इभेन्टहरू म कभर गरिदिन्थेँ। ज्यामोरी फिल्म्समा चाहिँ अब प्रोफेसनल एक्सपिरियन्स भएको मान्छेहरूसँग सिक्दा चाहिँ अब के नयाँ कुराहरू सिकिन्छ कि भन्ने कुराले गर्दा पनि म ज्यामोरी फिल्म्स एकाडेमीमा आएको हो। ट्रेन दिने मान्छे चाहिँ अब फिल्महरू सुट गरेको सिनेमाटोग्राफी र हाम्रो वेडिङ फोटोग्राफी र भिडियोग्राफी गरेको प्रोफेसनल व्यक्तिले नै सिकाउने भएको कारणले गर्दा म चाहिँ ज्यामोरी फिल्म्समा एडमिट हुन आएको हुँ। वेडिङ भिडियोग्राफीमा काम गर्दा पनि के हुन्थ्यो भने लाइटहरूमा पनि अलिकति कन्फ्युज हुन्थेँ म। सटर, एक्सपोजर, आइएसओहरू चाहिँ कसरी चाहिँ मिलाउन सक्छु भन्ने कुरा चाहिँ मैले चाहिँ अलिकति पहिला काम गरिरह भन्दा नि बेटर आइडियाहरू चाहिँ क्रिएट भएको छ। अनि जस्तै म चाहिँ वेडिङ भिडियोग्राफी गर्दा पनि मलाई क्यामेरा एङ्गल कुन सर्टबाट खिच्दाखेरि कस्तो चाहिँ आउँछ होइन, व्हाइट ब्यालेन्सहरूमा नि म धेरै नै कन्फ्युज हुन्छु। कुन लेन्सले चाहिँ कुन सर्ट खिच्दाखेरि अथवा के गर्ने के आइडियाहरू पनि थाहा थिएन। अनि जस्तै त्यो लाइटहरूमा पनि सटर एपेचरमा चाहिँ म धेरै नै कन्फ्युज हुन्थेँ कि जस्तै कसरी सुट गर्ने भन्ने मसँग आइडिया थिएन। जस्ट मैले इभेन्ट कभर गर्दा चाहिँ मैले वाइड सर्ट क्लोज पनि गर्थेँ, तर ज्यामोरी फिल्म्स आएपछि चाहिँ मैले जस्तै कुन ठाउँमा चाहिँ क्लोज सर्ट लिने, कुन एङ्गल लिने, लो एङ्गल लिने अथवा कस्तो बेला हाई एङ्गल लिने सबै कुरा चाहिँ मैले ज्यामोरी फिल्म्स आएर सिकेँ। र अहिले पनि मैले यही वेडिङ इभेन्ट भिडियोग्राफर गर्दा पनि मैले यही कुराहरू नै लागू गरेको छु। अहिले चाहिँ एउटा मात्रै लाइट हुन्थ्यो, तर ज्यामोरी फिल्म्स आउँदा चाहिँ धेरै नै लाइटहरूसँग खेल्न पाएँ। लाइट, क्यामेरा, लेन्सहरू सबैसँग चाहिँ राम्रोसँग घुमिल हुन पाउँदा चाहिँ कम्फोर्टेबल सँगसँगै कन्फिडेन्ट पनि बढेको छ। अब प्रोफेसनल सिनेमाटोग्राफीहरूसँग चाहिँ उहाँहरूको चाहिँ एक्सपिरियन्सहरू चाहिँ सुन्न पाउँदा चाहिँ हामीसँग चाहिँ कन्फिडेन्टहरू बढेर आउँदो रहेछ काममा चाहिँ। जस्तै मलाई चाहिँ यहाँको चाहिँ के कुरा ठिक लाग्यो भन्दा चाहिँ उहाँहरूले चाहिँ अब क्लास सकिसकेपछि पनि कुनै पनि अब भर सिकिरहेको, क्यामेरा सिकिरहेको मान्छेहरूलाई चाहिँ उहाँहरूको आफ्नै प्रोजेक्टमा लगेर पनि धेरै कुराहरू सिकाउनु हुँदो रहेछ। यो कुरा चाहिँ मलाई राम्रो लाग्यो। पहिलाको भन्दा चाहिँ अलि म कन्फिडेन्टली नै म अब चाहिँ ढुक्कले म काम गर्न सक्ने भएको छु। बस म त यहाँ सुट गर्न आएको, म बस सुट गर्छु, इभेन्ट कभर गर्छु भन्ने मात्रै लाग्थ्यो मलाई। र अहिले यो ज्यामोरी फिल्म्समा आएपछि यहाँको इन्भाइरोमेन्ट हेरेर चाहिँ मैले अब चाहिँ खिच्ने मात्रै ठुलो कुरो होइन रहेछ, मोसन्सहरू सबै कुराहरू चाहिँ हामीले मिलाएर पनि भिडियोहरू बनाउन सकिँदो रहेछ भन्ने कुरो चाहिँ थाहा पाएँ। कुनै पनि क्यामेरा एङ्गल अनि लाइटहरू युज गरेर चेन्ज गरेर पनि अब केही नयाँ इम्प्याक्टहरू चाहिँ ल्याउन सकिँदो रहेछ भन्ने कुरा चाहिँ म ज्यामोरी फिल्म्स आएपछि थाहा पाएँ।